मेजर गुड मर्निङ नमस्ते शिवनी सजिलो आशिषले सबै भन्दै आज भने मेरो स्टेयरमा ट्रेनिङ भनौँ है प्र्याक्टिस छ अनि त्यही भएर चाहिँ म त्यो चाहिँ जाँदैछु भनौँ है 5:30 भयो तपाईँको अब यहाँ परनिर जानुपर्ने चाहिँ हजुर म पुग्न आँटेछु जाँदैछु अन्त आजको वेदर पनि हिजोको जस्तै छ भनौँ है सेम घुमिरहेको छ अनि एकदम फगीहरू लागिरहेको छ के कसो हुन्छ है आज पनि पानी पर्ने हो कि जस्तो अवस्था चाहिँ भइरहेको छ तर के हुन्छ देखाइछु अन्त आजको पनि प्र्याक्टिस चाहिँ मेरो अब एकदम आनन्दसँगले है मजासँगले हुनेछ तपाईँलाई भरे म अपडेट दिनेछु के कसो हुन्छ है हेलो गाइसहरू अहिले भने चाहिँ बिहानको सबै होइन मर्निङको कामहरू सकेर होइन हिलिङहरू पनि सकेर अन्त मैले चाहिँ बिहान रनिङ गरेर आएर चाहिँ हिलिङको कामहरू हुन्छ होइन हिलिङहरू सब सकेर चाहिँ एकछिन बसेर यो कामहरू हुँदैछ अब फेरि हिलिङको कपडा धुनु छ तपाईँलाई म अहिले हिलिङको कपडाहरू धुएको पनि देखाउने छु है तर पहिला फर्स्टमा चाहिँ म के भन्छ साबुन र सर्फ ल्याउनु पर्ने हुन्छ त्यो ल्याएपछि मात्रै हुन्छ है कामहरू चाहिँ अब भने चाहिँ मैले यहाँनिर हो साबुन र सर्फ एक्सल ल्याइसकेँ अनि अब यसलाई चाहिँ लगेर होइन हिलिङको कपडा धुनुपर्ने हुन्छ अनि आजको दिन चाहिँ बवाल भएको छ है दिन दामी भएको छ होइन लुगा धुने लाइकको भएको छ अन्त तपाईँलाई म एउटा चिज देखाउन गइरहेको छु त ल तपाईँलाई म एउटा चिज देखाउनेवाला छु यहाँ हेर्नु सक्नुहुन्छ है यहाँ चाहिँ यति दामी है दीप बलिरहेको छ यसरी यो चाहिँ आज किन यसरी पूजा गरियो भन्दाखेरि चाहिँ अब एकजना नाना भनौँ न है उहाँ आउनुभएको थियो उहाँले चाहिँ पहिलाको समयमा उहाँले केही कुरामा चाहिँ उहाँले भाकल राख्नु भएको थियो अनि त्यो कुरा चाहिँ है एकदम सक्सेस भएकोले गर्दा चाहिँ उहाँले चाहिँ यसरी 108 दीप चाहिँ जलाउनुको लागि चाहिँ उहाँले भाकल गर्नुभएको थिएछ अनि त्यसरी उहाँले चाहिँ गर्नुभएको थियो आज अनि हाम्रो देवाहरू आएर है यसरी उहाँले गर्नुभएको छ अनि अब चाहिँ म गएर गाइसहरू यतिखेर भने चाहिँ मेरो मर्निङको है एभ्री मर्निङको रुटिन चाहिँ कस्तो छ भन्दाखेरि तपाईँलाई म सेयर गर्न चाहेँ मेरो चाहिँ मन्डेदेखि स्टार्टिङ भएको स्याटरडेसम्म चाहिँ मेरो एभ्री मर्निङ मेरो रनिङ प्र्याक्टिस हुन्छ है ट्रेनिङ हुन्छ अनि त्यहाँदेखि त्यो सकेपछि है मर्निङको प्र्याक्टिस सकेपछि चाहिँ म चाहिँ आएर एभ्री मर्निङ हो त्यो पनि है अन्त हिलिङ गर्नुपर्ने हुन्छ यहाँनिर अन्त हिलिङ सकेपछि है हिलिङहरू सबै सकेपछि चाहिँ मेरो त्यहाँदेखि दिउँसो के काम हुन्छ त्यो कामहरू गर्नुपर्ने हुन्छ अन्त अहिले चाहिँ म यहाँ कपडा धुँदैछु तपाईँलाई म देखाउनेछु त कपडा चाहिँ यहाँनिर हिलिङको कपडा धुवाइ हुँदैछ यहाँनिर यस्तो छ है धुवाइ चाहिँ हिलिङको कपडा धुवाइ चाहिँ यहाँनिर र है स्याटरडेसम्म चाहिँ म कुद्छु त्यहाँदेखि सन्डे चाहिँ मेरो एक दिन चाहिँ रेस्ट गर्ने दिन हुन्छ फुल रेस्ट हुन्छ त्यति चाहिँ फेरि मेरो है काम त्यस्तो गरेर हुँदैन किनकि एक दिन त रेस्ट गर्नुपर्ने हुन्छ नि त किनभने अब 6 दिन तपाईँको 6 दिन चाहिँ म हार्ड गर्नुपर्ने हुन्छ है 6 दिन चाहिँ म कुद्नुपर्ने हुन्छ अन्त 6 दिन कुद्दाखेरि चाहिँ धेरै बडीहरू पेन भएको हुन्छ है त्यसलाई चाहिँ अन्त अलिकति रेस्ट पनि गर्नुपर्ने हुन्छ नि त त्यही भएर म रेस्टहरू पनि गर्छु अन्त कामहरू चाहिँ त्यो यसरी आफै खोजेर गर्ने हो होइन यसो खोजेर हेरेर गर्ने हो त्यसै गाइसहरू अनि म कपडा धुँदैछु है त त्यो कपडा सकिहाल्छ अब ल त गाइसहरू अहिले भने चाहिँ मैले कपडा धोइसकेको छु अन्त अब आफ्नो पनि छ र अन्त आमाको पनि धोइदिनु पर्ने छ हेर्नुहोस् कपडा धोएको आजको उठे पर सुन्छ हो अब अलिकति रह्यो अनि नि एउटा चाहिँ के भयो नि एकदम ब्याड भयो नि क्या धुँदै सिरानीको फुल धुनु थियो अन्त पानी मरेको अब यसलाई चाहिँ तल गएर धुनु भनेको अब तल किचनमा पनि छोएको छैन पानी किचनमा सम ठिक छ नत्र भने चाहिँ अब भरे पानी एकैचोटि पानी भनेर ल्याएर मात्रै धुनुपर्ने हुन्छ अब अलिकति छ यहाँ आमालाई मेरो धुनु छ लुगा त्यहाँदेखि चाहिँ सकेको मेरो काम त्यहाँदेखि ल त गाइसहरू आजको कामहरू सकेर पनि होइन सबै टोटली सकेर अनि एकछिन बहिनीसँग चाहिँ यहाँ के भन्छ दोकान गएर आएको अनि आजको भ्लग चाहिँ है यहाँनिर नै हुन्छ है भ्लग के भन्नु होइन सानो छोटो भिडियोहरू धेरै समय भयो नि त भिडियो नबनाएको अन्त मैले युट्युबमा लाएर पनि धेरै भयो अन्त यो जति पनि भिडियो चाहिँ आज कामहरू गरेको आजको अपडेट भनौँ न आज के कामहरू गरेँ है आज बिहानदेखि के गरेछ होइन टोटली मैले यो भिडियो बनाएको छु कभर गरेको छु अनि तपाईँहरूकोमा चाहिँ अब भोलि या पर्सि मात्रै आउँछ अनि तपाईँले हेरिदिनु होला माया गरिदिनु होला अन्त आजको भ्लग चाहिँ यहाँसम्म छ बाई गुड नाइट है सबैजनालाई